So guys, बालाजु होम मेरो आमा र बुवा बस्नुहुन्छ यो ढोका हो एन्ड यो स्कुटर द कार अनि यो घर अनि यतातिर घर के होला एकचोटि म हेर्छु ओहो यतातिर अहिले गएर हेर्छु यता प्लान्ट्स हामी त चप्पल खोल्छौँ यो यता कृष्ण भगवानको फोटो यो राधा भगवानको फोटो हो यो प्लान्ट यो यस्तो ढोका हो यो बुद्ध भगवान यता फेरि गणेश भगवान यता लाइट्स माथि गएर मेरो आमा यो गिटार यो सोफा अझै एउटा पेन्टिङ यहाँ पनि पेन्टिङ यता यो खै के हो यता फोटो हो यस्तो के म्याच्यो फेरि भाइको गाडी किचन लाइट यता नि एक्चुअली मेरो मम्मीहरू कहाँ हुन्छ उता होला घुम्नु ओजन भएको है मेरो भाइको चप्पलै लाएर हिँड्ने एकछिनमा यही चप्पल लाउँछु के पनि देखेको होइन गाइस कालो देखिँदा मेरो मोबाइलमा पनि यो धेरै गर्मी छु यो मेरो भाइ हो एक्चुअली यता हेर त हेलो गाइस भन्छु यता हेर त दिदीलाई हेर त हेलो गाइस भन्छु मेरो चप्पल लगाइराखेर यो मेरो मम्मी हात खाइरहनु यतैसित गइरह के हो यस्तो डराउने मम्मी मलाई त डर लागिसक्यो कस्तो डराउने हो भाइ यस्तो राम्रो भ्यू बालाजु हुन्छ यो डम्बल होला यो मेरो बुवा हेलो गाइस हेलो हाय यहाँ म अझै पनि मेरो आमाको चप्पल लगाइरहेको छु देदी इज अ कुकुर गाइस मलाई कुकुरदेखि बन्दिनु मलाई कुकुरदेखि धेरै अहिले टोक्छ नि फेरि यो कार जिप देखा यो प्लान्ट यो कुन प्लान्ट हो नेपालीमा यो कुन प्लान्ट मम्मी यो कुन प्लान्ट हजुरले टाइम दिनु मम्मी यो कुन प्लान्ट मम्मी यो कुन प्लान्ट यो जे बहिनी पातहरू उद्यान छ यो यस्तो चाहिँ राम्रो राम्रो छ एक्चुअली यो मेरो घर होइन यो मेरो बालाजुको आमा बुवाहरूको घर हो कमिँदै छ गाइस भित्र जानुपर्छ ओके म माथि गएर देखाउँछु के हो भनेर कति भयो
खै यो घडी बिग्रेको छ यो मेरो आमा हेलो गाइस भन्दिनुहोस् त हेलो भन्नुहोस् त दुईजना हेलो आमा भन्नु अनि यो यता नि भगवान धोग्नुहोस् गाइस यता नि बुद्ध भगवानलाई नि धोग्नुहोस् यहाँ ओके हामी माथि अघि नै माथि गइसक्यो मेरो भाइसँग यता कति धेरै फोटोज छ यहाँ त ओ एक्चुअली मैले माथि देखाउने बिर्से फेरि तल छ गाइस यो किचन हो गाइस राम्रोसँग हेर्नुहोस् एक्चुअली यता यस्तो खाना राखेर यस्तो गर्नु नै मिल्छ तर धनी मिल्छ एन्ड दिस इज समथिङ यो ग्लासको कलेक्सन्स त्यही भएर यति मात्र कस्तो राम्रो बस्ने त्यहाँ कोही पनि छैन कि केही पनि इन्ट्रेस्टिङ छैन के भनेको अहिले कस्तो राम्रो हो त्यही भएर आज म धेरै खुसी थिएँ तर मेरो घर भत्किया पार्टीमा त्योभन्दा धेरै टाढा भयो त्यसैले यता यस्तो के हो तारो काट्ने छु ओ एक्चुअली न्यापकिन हो तर एउटा मोबाइल समातेर पर्छ सकिसक्यो यस्तो हुन्छ यो कहाँबाट किन थाहा छैन जस्तै यो यता राख्ने अनि तब यो त्यसो अलिकति के हो पास्ता पेस्ता रिमोटको यो यता एसी छ गाइस राम्रो त्यहाँ ओभन पनि हो यो के हो यसरी आगन भन्छ यो लड्डु हो एक्चुअली मेरो घरमा हुनु That's it for today's vlog, guys. तर मैले इन्ट्रो भन्नै बिर्सेँ तर अहिले फेरि भन्न चाहन्छु मैले उयो टिभी देखेर छु मेरो आफ्नो मूर्ति देखाउँछु ओके द्याट्स इट फर गाइज लाइक सब्सक्राइब थाहा छ कि अब फेरि इन्ट्रो पनि भनिदिन्छु है So hello guys. So bye guys. I'm Sohana. It's me Sohana. Welcome back to my channel. And bye. Out okay. Mommy चाहिए रे खै अब चप्पल मेरो चप्पल नलाउ त आमाको चप्पल लाऊ हेर मेरो चप्पल लाउँछ कि यसले जहिले पनि खै मम्मी ए मम्मी ओके इन्ट्रो त भनिसके so that's it for guys bye